यता दुईटा आमाको नानी यता दुईटा आमाको नानी यता चाहिँ भर्खर वेडिङ भइसक्यो छोरा अरे फेरि यो चाहिँ मैले अस्ति रोपेको थिएँ कि छोरा आएको छ कि छैन आउँदैछ है यता आएको छैन अन्त अहिले रोपेको होइन त यो त घाँटीमा माला women हेलो गाइस तपाईहरुलाई फेरि पनि स्वागत छ सोभितको छोरा सोहितको ब्लगमा अन्तखेरि यहाँ हाम्रो सृष्टि छोरा अरे फेरि भर्खर 16 वर्ष मात्रै हुँदैछ बढीको कुराहरू छोडिदिनु पर्छ टाढा टाढातिर स्कुलपट्टि ध्यान यहाँ माथि चाहिँ हाम्रो स्कुलबाट आउने भिडडा हो अन्तखेरि सो अहिले भर्खर चाहिँ कुकुर उयो गर्ने आएको थियो क्या इन्जेक्सन लगाउने सो त्यसको लागि चाहिँ बुल्लु बोलाउनु गइरहेको छु माथि भाउजू होइन ए काकी ए बोजू उयो कुकुर बोलाउनु गइरहेको छ नि त अन्तखेरि बुल्लु चाहिँ ठुलो छ नि त कि त्यही भएर चाहिँ अब बाँध्नुपर्छ क्या अन्तखेरि भेटनेरीको आएको छ सो त्यही भएर अहिले चाहिँ कुकुर उयो गर्नु गएको माथि भेट्छु ल बुल्लु चाहिँ यहाँ छ कि बुल्लु चाहिँ यहाँ छ बोजूले यहाँनिर मनाउँदैछ बुल्लुलाई ए बुल्लु भाग कमी चङ्क छ यहाँ कुकुर आइछ म यहाँ कुकुरहरूलाई त खास खाइ त बाँध्नु हुँदैन होइन बोजू बाँधेर राखिदिन्न नि बुल्यो त्यहाँ नाम्लोले ए आफै लगाउँछ लागिन्छ बुल्यो है ल बुल्लुलाई लागिहाल्यो घाँटीमा माला यहाँनिर चाहिँ हाम्रो सिसे केटा हेर्दै हेलो भन्दै यहाँनिर बुल्लुको लाग्यो तरै लानु नि बोजू यहाँ आउँछ अरे सक्नु भने बुल्लु राम्रो त राम्रै छ कुकुर के भन्दै त यो तेरो पढाइको बारेमा लामो रोक्नु पर्यो नि अन्त त्यो त अन्त स्क्वायरहरू छ त अन्त यो त आइटीमा हुन्छ स्क्वायरहरू ए म्याथमेटिक्सको अब यो चाहिँ आइटीको हो यो त जिकेको जस्तो छ त अन्त ए कसले लेखिदिएको त्यही कारण त ह्यान्डराइटिङ दामी दामी देख्छु नि यहाँनिर चाहिँ हाम्रो श्रेया नाम्चीबाट हिजो आएको अन्तखेरि यहाँनिर हाम्रो भालु भाइ रिच्य त्यस्तो छ है यो मान्छे मसँग लिच्य त्यस्तो छ है ऊ बोलेको यता लिच्य मसँग रिच्य भाले भालु नरिच्य मलाई त होइन तेरो पुरा लेख्नेले हो मलाई त केही न तेरो घरकोले होइन म तल्लो घरको हो बिचरा बुल्लु तर्पिरहेछ होइन त्यसो नबस् भाइ अब एकछिनमा त इन्जेक्सन लगाउँछ होइन तेरो इन्जेक्सन लगाउँछ होइन तेरो त्यहाँदेखिको चाहिँ सक्छ अब तल एकछिनमा हेर्दै गर्नु भने अब हेर्नु पऱ्यो होइन ऊ आउँदैछ यहाँनिर फुकालिदिनु माग्नुको लागि आउँदैछ माया लाग्दा आइछ अब एकछिन हामी यहाँ बस्नुपर्छ ल एकछिन यहाँ बस्नुपर्छ त्यहाँदेखिको उयो आउँछ सियो लगाउने त्यहाँदेखिको सियो लगाएर चाहिँ तैँले टोक्दा निकै भनेर ऱ्याबिसहरू पनि भेट्छ त्यही भएर पैसा दिनु पर्दैन घर मालिकले त्यही भएर चाहिँ हामीले तँलाई बाँधिकन राखेको कुनीको आइदिइरहेछ के पो बोजू को आइरहेछ भेटनेरीको डक्टर भेटनेरी अरे फेरि भेटनेरीको त अब कुनी न अब को आएको छ त नि बोजू बुल्लुको अब दामी सिनेमेटिक भिडियो ल्याइदिउँ हामी जिब्रो तार्दैन बुदु 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 बुलु 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 बुलु
सो म चाहिँ एकछिन आमा भएकोमा गएको कि फरेस्ट लगाउनु अब होइन के गर्छ मेरो मम्मीले हेर्नुहोस् ल मेरो मम्मी छ कि उयो चाहिँ मम्मी छ कि अब मम्मीले अलिकति रिस उठाइदिनु पर्छ गरिकन कि यत्तिकै चलिदिनु पर्छ हाम्रो चल्न दिमाइरहेको छ नाम्चीबाट मम्मी अहिले आइपुग्छ अरे हौ अघिदेखि कल गरेको गरेको थियो त के गरेको अन्त धान त ऊ बाहिर निक्ल्यो त कुनै कल गरेको छैन जिस्केको अब उनीहरू पो कन्या अरे यहाँनिर हाम्रो आमा र बोजू पो यता बोजू र हाम्रो आमा चाहिँ बुढी कन्या यता दुईटा आमाको नानी यता चाहिँ भर्खर वेडिङ भइसक्यो हिजो अस्ति पोहोरको साथ खान्छ बाजेले भिडियो बाजेर जा एक्लै बस्ने सो आजको भ्लगमा चाहिँ मेरो सबै एकैतालमा हुने भयो कि सृष्टिलाई चाहिँ म फुल देखाउनु गइरहेको छु मैले रोपेको फुल हेर्नु गइरहेको छु गाइस हो हेर्छु नि कस्तो रोपेछ यसले कहिले न मैले अन्त त आज घाम किन नलागेको गाइस भनेर त्यस्तो यहाँनिर रोपिरहेको छु कि ल ए सृष्टि के फुल हो यो चाहिँ भाइ अन्त मरिसक्यो यो चाहिँ लोरा निक्लिन्छ ए जोरा आएन छ ए आएछ त यो अघि भ्यान ल ए आएन छ यस्तो हुन्छ गाइस फुल फुल भनेको यसरी रोप्नु छ यो त मैले अस्ति रोपेको थिएँ कि अलिक कुता राख्न यो चाहिँ अलिक कुता राख् त यो चाहिँ अलिक कुता रोप्नुपर्छ यो चाहिँ मैले अस्ति रोपेको थिएँ कि ज्वरो आएको छ कि छैन है आउँदैछ है यो त आएको छैन रहेछ त अन्त अहिले रोपेको होइन त यो त एक हप्ता भइसक्यो त हो है एक हप्ता राख्न अन्त चाहिँ 15-16 दिन ए माटो त परेको छैन रहेछ माटोमा पो गाउनु पर्छ त यो चाहिँ रुख जस्तो हुन्छ हो अन्त रुख जस्तो यत्रो बनाइन्छ यो चाहिँ लोरा घर वरिपरि 1-2 दिनमा घर स्टार्टिङ गर्छ कि त्यति बेला अब चाहिँ बुलुलाई इन्जेक्सन लगाइदिनु आँटेको इन्जेक्सन ऱ्याबिसको बुलु आर यु रेडी हजुर यहाँनिर अङ्कल छ हुन्छ बुढो रहेछ त है हजुर के छ नाम चाहिँ बुल्लु बुल्लु हो हजुर म त कताबाट जाउँ यताबाट आउँछु ल हुन्छ यता गर्दा टाउको यता गर्दा बुलु बुलु ठिक छ यो बाँधेर आएको हो हजुर ए भाइको भाइको बुल्लु भाइ हो के अरे भन्दा इन्जेक्सन जाति हुन्छस् भाइ ए भर्खर आइपुगेको क्या अङ्कल पनि अघि गएको थियो उकालो उसलाई याद छैन के भइरहेछ उसको लाइफमा फेरि भन्न तेरो र अन्त सिस्टिदीको त पापा एउटै हो त सिस्टी यो देख न म पनि डलाकै ऱ्याबिसवाला भइदिएको यसलाई नै हो लुतल पुरा लागिरहेको छ यो खास त आएको कुकुरले चाहिँ घाम्रोमै बस्छ कि टाल्दिनुहोस् ल यसलाई देखाइदिनुहोस् न बरु काइन्डली हेलो यो जग्गामा देखाइदिनुहोस् ल भयो त्यहाँ नछुनुहोस् ल तपाईँले ल हात लागिहाल्यो भने पनि पुरा धुनुहोस् ल हातलाई पोइजन हुन्छ है ल उल्टा फेरि तँलाई लुतो लागिरहेको नि घाँटीको खोलिदिनु बाजेले भए पनि खोलिदिनु त यति भए हुन्छ हुन्छ त त्यहाँ हात नलाउनुहोस् ल हात नलगाऊ यो त कहाँ जिउभरि लाग्छ नि